नमस्ते के गर्नु विदाउट फिल्टर भिडियो बनायो भने तो आफैलाई हेरेर घिन लाग्छ हो त्यही भएर फिल्टर लगाइदिएको अनि सन्चै हुन्छ सबैजना आरामै हुन्छ कसैले हुन्छ त्यस्तै छ म चाहिँ हाल कुवेतमा छु होइन अहिले चाहिँ भन्दाखेरि 2 वर्ष भएन आँट्यो कुवेत आएको त्यही छ त्यही भएर बिजी भएर मैले भ्लग्स केही हाल्न नि पाएन ड्युटीमा बिजी हुन्छ अनि त्यही भएर मैले यसो युट्युबहरूमा नि केहीमा पनि मैले हाल्न पाइनँ हल्का बिजी भयो त्यस्तै भयो त्यही पनि मैले यसो भ्याएर आज मैले बनाएको छु यसो भिडियो हल्का मैले बोलेर मात्र हालेको छु है अब समय मिल्यो भने तपाईँलाई म बाहिर यताउति गएको पनि भिडियोहरू बनाएर हालिदिन्छु आज चाहिँ मलाई हल्का सन्चो छैन एकदम टाउकोहरू दुखिरहेको छ है गाइज के भन्नु यहाँको गर्मी अनि यो एसीको सुताइले गरेर नि यस्तो टाउको दुख्छ नि होइन यति धेरै टाउको दुख्छ के भन्नु होइन के गर्नु यो चाहिँ मेरो बेड हो यो चाहिँ मेरो रुम हो होइन यो चाहिँ मेरो सामानहरू छ के जाति देख्न सक्नुहुन्छ झन्डु बाम पनि रहेछ झन्डु बाम पनि रहेछ होइन त्यो बेला बेलामा टाउको दुख्दा लाउनुपर्छ नि त त्यो टाउको दुख्छ धेरै प्रायः टाउको दुख्छ म चाहिँ अब आजदेखि फेरि भ्लग बनाएर हाल्नु पऱ्यो भनेर आएको सबैजनाले हेरेर पहिले जस्तै हेरेर सपोर्ट गरिदिनु फेरि मलाई गर्न जाँगर चलोस् पहिले पनि म गर्नुभएको थियो सपोर्ट हल्का फुल्का यसो भइरहेको थियो मेरो मैले बिचमा गर्न छोडेँ नि त अबदेखि फेरि पनि म बनाउँछु भिडियो बनाएर हाल्छु होइन फेरि पनि हेरिदिनु अन्त के भन्छ म चाहिँ 2 वर्षको ग्याप पछि नै फेरि बनाएर हाल्दैछु क्या खै चिसो पनि लागेको छ दिनु मलाई हल्का बिमारी पनि छु होइन भोलि पनि नाकै भएको छ नाक पुरै सकसकाइरहेको छ ज्वरो पनि आइरहेको छ मलाई होइन के गर्नु दबाई ल्याइदिनु भएको छ मेरो बुढा पनि भर्खर अलि कुवेतमै आउनुभएको छ नि त अनि मेरो बुढोले नि मलाई त्यति दबाई ल्याइदिनु भएको छ मेरो बुढाले म तपाईँलाई भरेतिर मेरो बुढाले के ल्याइदिनु भयो भोलिको भ्लगमा चाहिँ हाल्छु ल नेपालबाट ल्याइदिनु भएको छ मलाई के धेरै होइन थोरै सामान ल्याइदिनु भएको छ ऊ पनि अब फेरि कमाउनै आएको मान्छे पवित्र सामान किन बोकेर आउनु होइन फेरि बुढाले कस्तो घाम आइदिएको क्या रुममा क्या कस्तो लाइट आउँछ नि त्यही माथि फिल्टर लगाएको म त बलेछु यस्तो गोरी देखेको है यस्तो गोरी चाहिँ छुइनँ नि मैले फेरि यो उयो मात्र गरेको क्या फिल्टर लगाएको कि विदाउट फिल्टर त हामी यस्तो कहाँ छौँ राम्रो छैन भरे देखाउँछु ल म तपाईँहरूलाई चाहिँ मेरो यसमा के ल्याइदिनु भयो मेरो बुढाले भनेर मैले त्यतिकै राखेको छु मैले अस्ति लगाएको पनि थिएँ टिकटक चाहिँ म टिकटक चाहिँ केही बनाउन भ्याउँदिनँ आजभोलि बिजी हुन्छु हिजोदेखि चाहिँ मैले बनाउनु थालेको छु हल्का फुल्का ड्राफ्टमै राखेको छु अब फेरि म अपलोड गर्छु भोलि पर्सितिर अझै खाना आएको थिएँ रेस्ट गर्नु आएको थिएँ अब बुढा पनि सुतिरहनु भएको छ अनि उसको नाइट ड्युटी छ नि त उहाँको पनि नाइट ड्युटी छ अनि किन डिस्टर्ब गर्नु भनेर होइन मैले डिस्टर्ब गरिनँ उहाँलाई अनि त्यही भएर त्यसरी भिडियो बनाउनु पऱ्यो भिडियो बनाएर पोस्ट गर्नु पऱ्यो भनेर गाइज अब मेरो पनि र त गाइज मेरो पनि अब ब्रेक टाइम सक्यो होइन यतिखेर चाहिँ म लन्च गर्न आएको हुन्छु नि त लन्च टाइम सक्यो मेरो आधी घन्टा बस्न पाउँथेँ आधी घन्टा बसिसकेँ अब म चाहिँ तल जान्छु ड्युटीमा कहाँ अफिसमा काम गर्ने जस्तो भन्नुहुन्छ होला हाम्रो चाहिँ अफिस जस्तै छ होइन त्यो छ त्यस्तै टाइपको छ एकदम बिन्दासै छ काम त त्यति गाह्रो पनि छैन अब त्यति गाह्रो छैन भने कसैलाई फेरि अन्त गाह्रो हुँदैन नि तिमीहरूले गरेर यस्तो हुन्छ भनेर पनि भन्न सक्छन् तर सबैको एउटै खालको हुँदैन सबैलाई राम्रो कसैलाई नराम्रो हुन्छ होइन ठिकै छ मलाई चाहिँ अहिलेसम्म 2 वर्ष भयो अब अहिलेसम्म टिकेरै बसेको छु राम्रै छ नराम्रो भएको भए त बस्दैन पनि थियो होला होइन हस् त बाई बाई टेक केयर सी यू सुन लाइक सेयर सब्सक्राइब गरिदिनु होला